नमस्कार, म ज्योति उपाध्याय लुइटेल, रेगुलेटेड क्यानाडियन इमिग्रेसन कन्सल्टेन्ट। अहिले हामीले चाहिँ सोसियल मिडियामा कुकको बारेमा धेरै सुनिरहेका छौँ। कुकले पनि एक्सप्रेस इन्ट्री अन्तर्गत चाहिँ पिआर अप्लाई गर्न पाउने क्याटेगोरी बेस सिस्टममा कुकलाई पनि एड गर्यो भनेर हामीले सुनिरहेका होलाौँ। क्याटेगोरी बेस्ड अकुपेसन्समा कुक मात्रै होइन, त्यसमा धेरैवटा प्रोफेसन्सहरू अरू पनि छन् जस अन्तर्गत चाहिँ अप्लाई गर्न पाइन्छ। जस्तै कार्पेन्टर भयो, त्यस पछाडि प्लम्बर भयो, वेल्डर भयो। तर के साँच्चै नै यी क्याटेगोरीमा का क्यान्डिडेटहरूले जोसँग चाहिँ वर्क एक्सपिरियन्स यो फिल्डमा छ तिनीहरूले चाहिँ यसमा एप्लिकेसन गर्नको लागि पाउँछन् त भन्ने कुरा हो। सर्वप्रथम त के छ त भन्दाखेरि एक्सप्रेस इन्ट्रीमा प्रोफाइल बनाउनको लागि चाहिँ तपाईँले पहिला सुरु त 67 पोइन्ट्स मिट गर्नुपर्ने हुन्छ, जसलाई चाहिँ हामी इन्ट्री क्राइटेरिया भन्छौँ। त्यो 67 पोइन्ट्स मिट भइसकेपछि बल्ल तपाईँ चाहिँ एउटा इलिजिबल क्यान्डिडेटको रूपमा चाहिँ एक्सप्रेस इन्ट्रीमा प्रोफाइल बनाउन सक्नुहुन्छ। कतिपय अवस्थामा तपाईँले प्रोफाइल बनाउँदा चाहिँ त्यो 67 पोइन्ट्स नभइकन पनि प्रोफाइल बनाउन सक्ने अवस्था हुनसक्छ, तर त्यो प्रोफाइल चाहिँ एक्टिभ हुँदैन। र तपाईँले एक्टिभ प्रोफाइल बनाउनको लागि 67 पोइन्ट्स मिट गरेर त्यो पोइन्ट्स मिट भइसकेपछि प्रोफाइल बनाउन सक्नुहुन्छ। अब यो पोइन्ट्स मिट गर्नको लागि के चाहिने हो त? विशेष गरी क्याटेगोरी बेस अकुपेसन्समा तपाईँको अकुपेसन्स पढ्या छ, यो त छुट्टै कुरा हो। तर के त भन्दाखेरि पहिला सुरु त तपाईँको पोइन्ट्स मिट गर्नको लागि 4वटा फ्याक्टर्सले रोल प्ले गर्छ। त्यो पहिलो तपाईँको एज कति छ, एज अनुसारको पोइन्ट्स तपाईँले पाउनुहुन्छ र त्यो एजको पोइन्ट्स अनुसार अरू पोइन्ट्स पनि थपिन्छ। जस्तै कि एजुकेसन, तपाईँको एजुकेसनको लेभल कति छ त्यो अनुसारको तपाईँले पोइन्ट्स पाउनुहुन्छ त्यसमा। त्यसै गरी तपाईँको ल्याङ्ग्वेज प्रोफिसियन्सी, इङ्ग्लिस अथवा फ्रेन्च कुन चाहिँमा तपाईँको प्रोफिसियन्सी राम्रो छ, आइदर दुईटैमा प्रोफिसियन्सी छ, तपाईँको टेस्ट दिनुभएको छ त्यसको भने चाहिँ कति त्यसमा प्रोफिसियन्सी थियो त्यसको आधारमा चाहिँ एउटा पोइन्ट्स फिक्स हुन्छ। र अर्को भनेको नम्बर अफ इयर्स अफ वर्क एक्सपिरियन्स, कति वर्षको वर्क एक्सपिरियन्स तपाईँसँग छ। साथसाथै यदि तपाईँ क्यानाडाभित्र बसेर काम गरिरहनु भएको छ भने चाहिँ क्यानाडामा काम गरे बापत, क्यानाडाको पढे बापत पनि पोइन्ट्सहरू थपिने हुनसक्छ। तर यो भिडियोमा म क्यानाडाभन्दा बाहिर बसेको क्यान्डिडेटको लागि मात्रै विशेष गरी फोकस गरिरहेको हुनाले चाहिँ 4वटा मेन फ्याक्टर्सबाट चाहिँ तपाईँले पोइन्ट्स गेन गर्न सक्नुहुन्छ। त्यो हो तपाईँको एज, क्वालिफिकेसन, नम्बर अफ इयर्स अफ वर्क एक्सपिरियन्स, इङ्ग्लिस ल्याङ्ग्वेज प्रोफिसियन्सी र अर्को भनेको चाहिँ जब अफरको आधारमा पनि पोइन्ट्स पाउन सक्नुहुन्छ। तर अब जब अफर छैन भने पनि तपाईँको 4वटा फ्याक्टर्सबाट चाहिँ पोइन्ट्स मिट हुन्छ र एक्सप्रेस इन्ट्री प्रोफाइल बनाउनलाई चाहिँ 67 पोइन्ट्स पुग्छ भने तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। र त्यसै गरी क्याटेगोरी बेस्ड ड्रमा चाहिँ सिलेक्सन हुनको लागि तपाईँको अर्को के हुन्छ त भन्दाखेरि CRS सिस्टममा चाहिँ तपाईँको स्कोर चाहिँ जुन राउन्ड अफ इन्भिटेसन्समा सिलेक्ट गर्छ त्यतिखेर चाहिँ त्यो चाहिँ त्यो राउन्ड अफ इन्भिटेसन्सको सिलेक्सनको जुन एउटा रेन्ज छ त्यो रेन्जभित्र पर्यो भने बल्ल सिलेक्सन हुन्छ। त्यो भएको हुनाले यी सबै कुराहरू मिट तपाईँको हुन्छ भने चाहिँ तपाईँ अप्लाई गर्न सक्नुहुन्छ। ट्रेड प्रोफेसनमा होइन, ट्रेड प्रोफेसनमा चाहिँ न्युजमा आइरहेछ अप्लाई गर्न मिल्छ, मिलाइदिन्छु भनेको छ भनेको भरमा चाहिँ तपाईँ यो तर्फ चाहिँ नलाग्नु होला। सजग रहनु होला। सजग रहनु नै तपाईँको सबभन्दा चाहिँ ठगीबाट बस्नुको एउटा मात्र उपाय हो। धन्यवाद।